सञ्चालक आज होली मिलन कार्यक्रमका सभा अध्यक्ष यही शिव मन्दिर तथा धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष श्रीराम शाह कानेज्यू, यस सभाका प्रमुख अतिथि हाम्रा बाह्र जिल्लामा एउटा अभिभावकको रूपमा जिउनुभएका हाम्रा 4 नम्बर क्षेत्र कका प्रदेश सभा सदस्य आदरणीय काका अग्रज त्यही देवनारायण चौधरीज्यू, यसै अतिथिका रूपमा आसन ग्रहण गर्ने हाम्रा जितु सिंह उपमा नगरपालिका वडा नम्बर 7 का वडा सदस्य नवीन मेलालीज्यू, यहाँ अतिथिका रूपमा आसन ग्रहण गरिरहनुभएका हाम्रा ओबीसी महासङ्घका प्रदेश सचिव तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य एउटा जितपुरका समाजसेवी आदरणीय दाई अरुण कुमार शाहज्यू, यही वरिष्ठ समाजसेवी हाम्रो हाम्रा एउटा ठुलो व्यापारीका रूपमा चिन्नुभएका फुलेश्वरी शाहज्यू, यही समाजसेवीमा हाम्रो मेरो शाहज्यू लगायत यी प्रकारका हाम्रा इन्चार्ज हाम्रा सुरेन्द्र कमालज्यू र पत्रकार यहाँ आज पाल्नुभएका सम्पूर्ण पत्रकार मित्र दाजुभाइहरू लगायत आज यस व्यवस्थापन समिति तथा यहाँ उपस्थित हुनुभएका हाम्रा सम्पूर्ण जितपुर जिल्ला उपमा नगरपालिकाको जन समुदाय तथा विभिन्न राजनीतिक दलबाट यहाँ पाल्नुभएका सम्पूर्ण यहाँ आउनुभएका सम्पूर्णमा जितपुर जिल्ला उपमा नगरपालिकाको तर्फबाट व्यक्तिगत सुरेश कुमार गुप्ताको तर्फबाट र जितपुर जिल्ला उपमा नगरपालिका वडा नम्बर 7 को तर्फबाट सम्पूर्णलाई नमस्कार, जय शिव शम्भु। कार्यक्रम जुन आज यो शिव मन्दिर तथा धर्मशाला व्यवस्थापन समितिले सञ्चालन गर्नुभएको छ। होली मिलन एउटा सद्भाव, एउटा माया, एउटा आत्मीयताको एउटा पहिचान हो। सबैजनाले एक अर्काका घरमा गएर हामीले साथीभाइ दाजुभाइ दिदीबहिनी आमा बुवा सबैसँग एउटा आशिष तथा उहाँहरूसँग एउटा मेलमिलापका एउटा पहिचानको एउटा प्रतीक पनि हो। र यो होली कहाँबाट सुरु भयो, कसरी सुरु भयो कुरा पनि एउटा यथार्थै छ। जस्तो होलिका दहन भयो, यो पृथ्वीबाट एउटा दुष्ट एउटा दानव त्यतिबेला अन्त भएको थियो। एउटा होलिका भन्ने एउटा राक्षसी हुनुहुन्थ्यो, उहाँको त्यो होलिकाको उहाँको दहन भएपछि यो होलीको पनि सुरुवात भएको छ। त्यसै गरी म यही मञ्चबाट भन्न चाहन्छु, त्यसै गरी यो शिव मन्दिर तथा धर्मशाला पनि त्यसै गरी यो एउटा जुन बन्दिसमा थियो त्यो बन्दिसबाट आज यो छुटेको पनि छ र छुटेर एउटा समिति पनि गठन भएका छ। विभिन्न व्यक्तिहरूले यो जितपुरको सम्पूर्ण समुदायलाई र यहाँ पाल्नुभएका हाम्रा यहाँ जितपुर जिल्ला उपमहानगरपालिका तथा नेपालका सम्पूर्ण समुदायहरूलाई पनि थाहा होला यो शिव मन्दिरमा के कस्तो खालको अतिक्रमण थियो, के कस्तो कति पैसा उठाइरहेको थियो। यसमा मलाई पटक भनिरहनु पर्ने स्थिति छैन जस्तो लाग्छ। कसैले जे भन्दा पनि सत्य कहिले पनि लुक्दैन, सत्य सत्यमै रहन्छ, सत्य जहिले पनि उजागर हुन्छ। र यहाँ थुप्रै टीका टिप्पणीहरू चलेका छन् जुन त्यसका कुराहरू भन्ने आवश्यक जस्तो मलाई लागेको छ। यहाँ हाम्रा आदरणीय पुजारी पनि हुनुहुन्छ, अहिले यो समितिका हाम्रा सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकारको रूपमा उहाँ पनि हुनुहुन्छ, हाम्रा बुद्धेश्वर दुबे उहाँलाई पनि धन्यवाद छ। उहाँका हाम्रा आदरणीय पुजारी जुन समितिमा हुनुहुन्छ प्रयोग दुर्गजीले पनि भन्नुभएको छ,
यस शिव मन्दिरका जुन पैसाहरू किरा थियो, जुन उहाँहरूले यसबाट जुन कलेक्सन भएका पैसाहरू जुन दोहन भएको छ, जुन मिसयुज भएको छ, त्यसका कुराहरू पनि त्यसका एक दिन हिसाब दिनै पर्छ। र जुन एउटा नयाँ एउटा जुन फर्म छिन्दैछ, यो समितिमा पहिला शिव मन्दिरमा पहिला एउटा समिति थियो। यहाँ जति पनि उपस्थित हुनुहुन्छ सबैलाई थाहा थियो यहाँ कुनै समिति थियो, एकजना व्यक्तिको मात्र अन्डरमा बसेर उनीहरूको जोड हुँदै थियो। सबैलाई जानकारी भएका कुरा हो। यो मलाई पटक पटक हरेक ठाउँमा त्यो जवाब दिइराख्नु पर्दैन भन्ने जस्तो मलाई लाग्छ। तर पनि अवसर यो भएकोले पनि पहिले यो कुरा राखेको हो। र कोही पनि व्यक्तिले कतै कुराहरू राखेर जितपुर सिमरा उपमहानगरपालिकालाई या जितपुर सिमरा उपमहानगरपालिकाका वडा अध्यक्षलाई जय लगायत हाम्रो टिमलाई वडा सदस्यहरूलाई कसैले अप्नाउन खोज्नेछ भने उहाँहरूको त्यो भ्रम छ। त्यो भ्रम चाहिँ सपनामा हुनुहुन्छ भने उहाँ बुझ्नुहोस्, यो सपना बढी समयसम्म चल्न सक्दैन। तपाईँहरूले अप्नाएर हामी अड्किँदैन, किनकि सत्यको बाटोमा लाग्दाखेरि एकछिनको लागि कसो हुन सक्छौँ, तर सत्य जहिले पनि सत्य रहन्छ। सत्यको लडाइँलाई लड्दाखेरि सत्य जहिले पनि एउटा जित हुन्छ र जित सुनिश्चित भएर जान्छ। यहाँ जितपुरका सम्पूर्ण समुदायलाई थाहा छ हामी सत्यका बाटोमा हिँड्दैछौँ। सम्पूर्ण हामीलाई बधाई तथा शुभकामना कार्यक्रम शुभकामना हामीले दिइसकेको छ। यो मन्दिर जुन अतिक्रमण अगाडि भएको थियो, यो सम्पूर्ण यसको मन्दिरको सौन्दर्यता जुन लुकाइयो थियो, यसमा अतिक्रमण थियो, त्यसको बाबत हामीले जुन खालको यहाँबाट आउनु पर्ने त्यो समाजबाट हामीले प्रतिक्रिया आइसकेको छ। जतिजना पनि हामीलाई यसका लागि धन्यवाद व्यक्त गर्नुपर्छ र सम्पूर्णलाई म आफ्नो हृदय दिँदै तथा वडा नम्बर 7 कोटरवडा र नगरपालिकाको तर्फबाट म उहाँलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। र लगायत यो अतिक्रमणको विषयमा विभिन्न समयमा विभिन्न खण्डकालमा यस्तै कुराहरू आएको खण्डमा हामीले यो धर्मशालाको विषयमा भन्दाखेरि जुन स्वर्गीय गणेश साकारवालको नाममा थियो, हाम्रा 5 नम्बरको वडा अध्यक्ष लगायत उहाँका सम्पूर्ण जनताहरूले मलाई भने पनि थियो यो मन्दिरमा जुन लेखिएछ नाम बाबालाई किन उहाँको होइन, यो बनाएको भनेको स्वर्गीय हाम्रो गणेश साकारवालले बनाउनु छ। यो तपाईँहरूले अगाडि बढ्नुहोस्, पहल गर्नुहोस्, हामी साथ दिन्छौँ, समर्थन दिन्छौँ। उहाँहरूले पनि भन्नुभएको थियो, हाम्रा अग्रज आदरणीय नेताजीहरूले पनि भन्नुभएको थियो। त्यसमा हामीले अगाडि बढे पनि छौँ र आउने दिनमा जति पनि व्यक्तिले अतिक्रमण गरेका रेलवेका जग्गाहरू होला, हाम्रा ऐलानी जग्गा होला, विभिन्न संस्थाका जग्गाहरू अतिक्रमण ऐलानी जग्गाहरू गरे होला, त्यसलाई हामीहरूले वडा नम्बर 7 ले तथा नगरपालिकाले औचित्य ठानेको खण्डमा हामीले त्यसलाई त्योबाट मुक्त गर्न अगाडि पहल गर्छौँ। आउने दिनमा पनि हामी यो जितपुर सिमरा उपमहानगरपालिका 7 को हितको लागि जति पनि कार्यहरू छ हामी निर्भरताका साथ यो जति पनि यहाँका काम छ हामी अगाडि गर्छौँ। हाम्रा यहाँका सम्पूर्ण जितपुरवासीलाई पनि भन्न चाहन्छु, तपाईँहरूले यसमा हामीले राम्रो काम गरेका छौँ भने तपाईँहरूले टुलेर साथ दिनुहोस्। हामी अगाडि बढ्छौँ, यो जितपुरको विकासको लागि अगाडि बढ्छौँ र हामी गलत काम गरेका छौँ भने तपाईँहरू आउनुहोस्, त्यसलाई हामी रोक्नुहोस्। हामी त्यो गल्ती गरेको कामले हामी सच्याउँछौँ, त्यसले हामीलाई आफ्नो जुन गल्ती गरेछौँ त्यसका लागि हामी क्षमा प्राप्ति हुन्छौँ। तर अहिलेसम्म तपाईँहरूले हेरेको खण्डमा यो गौशाला होस् या शिव मन्दिर होस् या स्कुल होस्, कसैले भनोस् हामीले गलत काम गरेछौँ भने कसैको केही सल्लाह सुझाव छैन। तपाईँले गरेको काम राम्रो हो, यत्रो दिनदेखि हामीले थाहा थिएन। कसै व्यक्तिले भने चाहिँ यो स्कुलको जग्गा भनेको हाम्रा कसैले दिएको जग्गा हो, यो रेलवे गेस्ट हाउस थियो भने थाहा थिएन। यही शिव मन्दिरको विषयमा मेरो यही एकजना हुनुहुन्थ्यो, उहाँले भन्नुभयो सेल मलाई थाहै थिएन यो ऐलानी जग्गा हो, म त लाग्यो यो व्यक्तिको जग्गा थियो। तर हामीले यथार्थ चित्र हुन्छ
हामीले देखाइदिने हो, यहाँका समाजलाई यथार्थ चित्र बताइदिने हो। त्यसैका लागि हामी अगाडि बढ्दैछौँ र अहिले पनि एकचोटि अझै म यो दोहोऱ्याउन चाहन्छु। कसैले सोचेछ भने हामी कसैलाई बोलेर हप्काउन सक्छौँ, भनेर हप्काउन सक्छौँ, उहाँको भ्रमलाई चिर्नुहोस् तपाईँहरूले। र आज यहाँ जति पनि उपस्थित हुनुहुन्छ यो होली मिलन कार्यक्रमका सबैलाई, उहाँका समस्त परिवारलाई र हाम्रा जितपुर सिंह उपमहानगरपालिकालाई, वार्ड नम्बर 7 र लगायत हाम्रा नेपाली दाजुभाइ सम्पूर्णलाई, देश तथा विदेशमा रहनुभएका सम्पूर्णलाई होलीका धेरै धेरै शुभकामना र उहाँले होली सावधानीपूर्वक सबैले खेल्नुहुन्छ भन्ने आशा विश्वास राख्दै म आफ्नो विषयको यही अनुमति दिन हुन्छु। सम्पूर्णलाई नमस्कार। जय श्री शम्भु।